हामी एउटा इट्टा सहयोग गर्नुहोस्, एउटा इट्टा एक बोरा सिमेन्ट दिनुहोस् भनेर आश्रमका घरहरू बनाएको हो। अहिले हाम्रो बजारमा गोर्खामा बनिरहेको भवनमा पनि हाम्रो भीमसेन थापा गाउँपालिकाको पनि अभिभावकत्व छ। तपाईहरु सबैको साथ सहयोग छ। हामीले भाडाको घरबाट हामी हाम्रै घरमा शिफ्ट भयो। आज हेर्नुस् त सरकारले 6 करोडको लागतमा बनाएको घर छेपेटारको घर हाम्रो मानव सेवा आश्रमलाई ह्यान्डओभर गर्दैछ। पहिला हामी मुठी मुठी बोकेर बनाउँथ्यौं, अहिले सरकारले या व्यक्तिले बनाइदिएर ह्यान्डओभर गर्दैछ नि त। 2 महिना मात्रै भयो एकजना अमेरिकामा बस्ने व्यक्ति, उहाँको स्थायी घर वीरगन्ज, उहाँ अमेरिकामा बस्नुहुन्छ क्लोरोराडो भन्ने ठाउँमा। अनि उहाँ आएर वीरगन्जमा हाम्रो अहिले आश्रमका भवनहरू बन्दैछन्। 3टा ब्लक, एउटा ब्लक बनिरहेको थियो। उहाँलाई पनि मन लाग्यो सेवा गर्न। अहिले 2.5 करोडको लागतको एउटा ब्लक उहाँ एक्लैले बनाइदिँदै हुनुहुन्छ। निर्माणको काम सुरु भइसक्यो। यो मेरो आफ्नै पर्सनल एक्सपिरियन्स हजुरहरूलाई सेयर गर्दैछु। पहिला हामी बोरा बोकेर मुठी उठाउन घर घरमा जानु पर्थ्यो, तर इन्टेन्सन क्लियर हुनुपर्छ है हजुरको। इन्टेन्सन क्लियर हुनुपर्छ, ट्रान्सप्यारेन्ट हुनुपर्छ। हामी जस्तो सामाजिक अभियन्ताहरू विशेष गरी 2टा कुरा, एउटा अर्थ, अर्को चरित्र, यो 2टा कुरामा पारदर्शी भयो भने अस्तित्व, प्रकृति, परमात्माले कोही न कोहीलाई माध्यम बनाएर पठाउनु हुँदो रहेछ। आज महिनामा 5 करोड रुपैयाँ चाहिन्छ मलाई, तर त्यो 5 करोड रुपैयाँ पैसा काहीँ न काहीँबाट जुटिरहेछ कि। आज म तपाईहरुको बीचमा छु, आश्रममा कोही भोजन सेवा गराउन आउनु भएको छ, कोही दाता आउनु भएको छ, कोही 10 बोरा चामल बोकेर आइराख्नु भएको छ, कोही 1 कार्टुन तेल बोकेर आइराख्नु भएको छ, कोही खातामा नभनिकनै खातामा पैसा हाल्दिनुहुन्छ गोप्य दान भनेर। जुटिरहेछ हेर्नुस् त। इन्टेन्सन क्लियर भयो र छ भन्ने भावमा रहियो भने अस्तित्वले, प्रकृतिले हामीलाई अगाडि बढाउनुहुन्छ। तपाई हामी समृद्धितर्फ अगाडि बढ्छ। र यदि हाम्रो गाउँपालिकालाई पनि समृद्ध बनाउन चाहने हो भने हजुर हामी प्रत्येक भित्रको गरिब मान्छे, छैन भन्ने मान्छे, म सक्दिन भन्ने मान्छे मर्न पर्छ पहिला, अनि बल्ल हाम्रो गाउँपालिका समृद्ध हुन्छ। आजबाट हजुर हामी सबैले कस्तो भावमा रहने? छ भन्ने भाव। लिने मात्रै नसोच्नुस्, दिने भावमा रहने। सबै केही न केही दिने, पैसै दिन पर्दैन हजुर। एकले अर्कालाई हेरेर मुस्क मुस्कान दिनुस् त, दिनु नि दिनु। यो पनि त दिएको हो नि, हेर्नु त अहिले नै भएन, मुस्कान दिन मिल्दैन। हिजो घरमा गएर जो घर जानुभयो, एकले अर्कालाई मुस्कान दिनुभयो,